हेलो गाइज वेलकम टु माई न्यू भ्लग मिनी भ्लग है ल यो चाहिँ गाइज आज चाहिँ म खान गइरहेको छु। यहाँ टक्क छ देख्न सक्नुहुन्छ पास्ता र चाउचाउ पास्ता छ अनि हल्का चाउचाउ छ अनि हल्का झोल पिउनको लागि चाहिँ यहाँ मेरो लागि पानी छ टक्क लाएर अनि टक्क यो चाहिँ कस्तो छ भने हल्का मैले यो पिरो हुँदैन भनेर हल्का प्याज अनि अकबरे खर्सानीहरू पनि काटेर हालेको छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँले अनि हल्का झोल पनि छ। ल अब चाहिँ म खाना स्टार्ट गर्छु। कस्तो भोक लागिरहेछ, बिहानदेखि केही खाएको छैन नि त। अहिले कति बजिसक्यो मलाई पनि थाहा छैन, देख्न सक्नुहुन्छ। फर्स्ट फ्राइड खाए ल, तातो छ। यस्तो दामी छ। म चाहिँ यहीँ दिउरामा खायो किनभने म धन्दा गर्नु अल्छी लाग्छ नि त, त्यही भएर मेरो एकदम दामी छ, पिरो मिठो छ है त गाइज। मैले अमिलोको लागि चाहिँ टक्क यहाँ छ है देख्न सक्नुहुन्छ बयरको अचार। यो चाहिँ मैले यो बयरको अचार यो चाहिँ मैले हिजो बनाएको, अर्को बट्टा पनि छ एक बट्टा, तर यो चाहिँ अब खाइसक्नु लाग्यो, दुईजना छौँ नि त त्यही भएर यो चाहिँ खाइसक्नु लाग्यो है गाइज। अनि अर्को चाहिँ छुको छैन, एकदम मिठो छ, दामी पिरो। यस्तो पिरो छ, अहिले पकाएको एकदम स्पाइसी। यतिकै भाँडामै खाइदिनु पर्यो। देख्न सक्नुहुन्छ भुवा उड्दैछ, तातो राप। मसँग चाहिँ टिस्यु केही छैन के गाइज। म चाहिँ यो पहिलो भिडियो मेरो चाहिँ मुकबाङ आज मात्र बनाएको हो। खेपमा के हुन्छ गल्ती मेरो कमेन्ट गर्नु है त गाइज। यो पास्ता त्यस्तो मिठो रहेन चाहिँ, यस्तो खालको पास्ता देख्न सक्नुहुन्छ है, यस्तो खालको पास्ता त्यस्तो मिठो हुँदैन रहेछ गाइज। पहिला अर्को डल्लो खालको ल्याएको थियो, यस्तो होइन अर्को, त्यो चाहिँ दामी थियो।
बयरको दाना यो चाहिँ यतिखेर हाम्रो गाउँमा अस्ति थाहा भएन नि यस्तो गर्नुपर्ने छ। यो त मैले अस्ति नै लिएको थिएँ गाउँदेखि। अनि यो हेरेको त कुहिएर जानु लाग्यो रहेछ। अब यसको के गर्ने होला भनेर पकाइदिनु भयो भन्दैछ। मेरो भन्दा त पकाउनु लास्टै मिठो हुने रहेछ भन्यो भने त्यही भएर पकाएर अचार राखेको। भातसँग खाँदा यस्तो टेस्टी हुन्छ, यस्तो मिठो छ। लास्टै दामी छ यो अचार। तपाईँहरू पनि बनाउन सक्नुहुन्छ यो अचार। यस्तो पिरो म तर स्पाइसी नै खान्छु खानु चाहिँ, तर आज एक्स्ट्रा पिरो छ कि लास्टै। चाहिँ बयरको दानाहरू मैले दानैसँग पकाइदिएको छु कि यसो कोही कोही बेला दाना हुन्छ टोक्नु मजा हुन्छ नि त। लास्टै दामी छ। मलाई कस्तो लाग्छ भने यो भ्लग कसरी बनाउने होला भन्दै मैले त गुरुङ इटिङ खै के च्यानल छ। अनि त्यो मिकासाहरूको पनि छ नि है, उनीहरूको हेरेर म चाहिँ एक्सपायर भएको है, म पनि बनाउँछु भनेर। म चाहिँ त्यस्तो चाहिँ खान सक्दिनँ। यस्तै हो है मेरो चाहिँ ल। म भर्खर सुरु हो नि त। यस्तो पिरो छ। में पानी पानी म चाहिँ मेरो फोन चाहिँ राम्रो छैन है गाइस, त्यही भएर राम्रो देखिँदैन। जस्तो हुन्छ त्यस्तै हेर्दिन ल। अब पछि लौर गएर आइफोन किन्छु अनि चाहिँ
राम्रो राम्रो भिडियो हेर्ने मेरो अनि म चाहिँ एमा एक्सेस्ट गर्नु है यो बयरको दाना चाहिँ अहिले चाहिँ लास्टै धेरै परेछ क्या बयरको कसले चिन्नुहुन्छ कमेन्ट गर्नु ल थम्बनेलको ला एउटा फोटो खिचौँ ल अब खाइसकेपछि खिचौँ न केही भएको छैन है केही देखिएन है गाइस मार्नु गर्नु ल लास्टै पिरो भयो म चाहिँ सिद्राको पनि अचार बनाऊँ भनेर सोचिरहेको छु अब कहिले हुन्छ सिद्रा नै छैन यहाँ त पाइँदैन यार फेरि माता एक्लै छ सान भान्जा छ दुईजना बस्नु नि त हिजो बनाएको यतिखेरै होला थियो बेलुकातिर बनाएको थिएँ सकिनु पो लाग्यो एक दिनमै ओके गाइज यति चाहिँ म खाइसकिनँ यहाँ खाइसकिनँ भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला अहिलेको लागि चाहिँ बाई बाई